लो हे गाइस, आज चाहिँ हामी लाग्दै गयो खोलातिर। यहाँ देख्नुभयो होला किन जाँदैछु भन्दाखेरि चाहिँ बाल्टीमा बुढीले लुगा बोकिरहेछ। बुढाले यतै देख्नुभयो होला, यो के भन्छ, यो थाप्ली जस्तो बनाएकोमा चाहिँ ब्ल्याङ्केट छ हो। अब ठन्डा महिना सक्यो, गरम महिना लाग्दैछ। अब धुलोहरू झार्नु पर्यो नि होइन। आज खोला चाहिँ धमिलो हुने पर्यो। ल है त गाइस, हेर्दै गर्नुहोस् है। आज चाहिँ फ्री भएर है हामी दुईटा मात्रै हुन्थ्यो कि धुने। बिरालोले मुत्यो नि त एउटामा। बिरालोले मुतिदिन्छ। के हो है। खोला जाने बाटो हेर्नु होला है, एकदम क्लियर। खोला पनि त छैन, भैया के बेच्न आउनु भएको भैया? भैया यसो भएर आइयो नि हौ। अब चाहिँ धुनुपर्छ ब्ल्याङ्केट। आज धेरै दिनको बादमा खोला आइयो। विन्टरभरि आउनु मन लाग्दै त के र हो, जाडोले खोला घरमा तातो पानी तताउँदै नुहाउँदै हो। आज भने चाहिँ मौका पारेछ। खोला आएको तर के गर्नु, पानी सुकिसकेछ। पानी सुकेर छैन, यत्रै भएछ। कत्रो पानी पो हुन्छ त, अहिले सुकेको क्या। नानी म हामी सबै खेल्न आउँथ्यौँ। अब यहाँ हालिदिनुपर्छ, भिजाइदियो हो। बुढीले उता सुरु पनि गरिसक्यो हो। मेरो चाहिँ ब्ल्याङ्केट धुने पालो अरे। बुढीले चाहिँ यसरी साबुन लगाउने हो। बुढाबुढीको अब हेर्नुहोस् है, यहाँ धुवाई हुँदैछ धम्मधम हो। अब ब्ल्याङ्केट धुने तरिका तपाईँले हेरिराख्नुहोस् है, कसरी धुन्छ त ब्ल्याङ्केट। अब ब्ल्याङ्केट छ भने क्या, गरम महिना लाग्यो कि गाइस, हाम्रो चाहिँ ब्ल्याङ्केट धोए यस्तो छ है। मुङ्रो छैन, बाँसले पिटाइ है दादा। यस्तो है तरिका, हेर्नुहोस् है। यस्तो है, हातले मात्रै मार्नु हो भने त सफा हुँदैन नि त है। पिट्नुपर्छ यसरी, पिट्यो भने त सफा हुन्छ नि। लड्छ है हौ, यसरी हो तरिका। हेर्नुभयो नि, कोकोलाई मन पर्यो लाइक गर्नु होला, सेयर गर्नु नबिर्सिनुहोस् होला है। हाम्रो ब्लग आउँदै जानेछ। गाइस, मेरो बुढाले चाहिँ सक्नु आँट्यो। अब दुईटा लास्ट छ, सुकाउनु पर्ने। तल घिस्रियो पुरा। तल घिस्रियो। ओ छिटो छिटो छिटो, भोक लाग्यो। ल मजा आयो लुगा धुनु। ल साथीभाइहरू, हामीले धोइसक्यौँ है ब्ल्याङ्केटहरू, सुकाइरहेको छौँ 3वटा। अन्त हत्तु भयो अरे। यस्तै हुन्छ। एक बाल्टी लुगा पनि छ है। थ्याङ्क यू सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा, र लाइक, सेयर, सब्सक्राइब अनि
फलो गर्नु नबिर्सिनुहोस् होला है। त अब हामी घरतर्फ लागेको आजको ब्लग यतिमा नै हामी हिँड गर्दैछु ल। ओके फेरि भेटौँ है।